अहिले हामी यो धनकुटा ठ्याक्कै धनकुटा आइसकेका छौँ। धनकुटाको हामी छिन्ताङ भन्ने ठाउँ जाँदैछौँ होइन। अब यहाँबाट अझै 1 घन्टा समथिङ लाग्छ अरे छिन्ताङ पुग्नलाई। अलिकति घाँटीमा समस्या भएर आवाज पनि मेरो कस्तो कस्तो आइरहेछ, स्वर भाषे यस्तो। एकदमै राम्रो ठाउँ छ है यो। हामी छिन्ताङ जाँदैछौँ म्युजिक भिडियो सुटको लागि। नयन शर्मा टिकटक बनाउन व्यस्त। यता मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ है राजेश राई भन्नु। राइस हाम्रो ल उता हाम्रो नयन भाइ। अभिनय फेरि यस्तो एक्सप्रेसन, अभिनयका ध्वनि। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। भोलि चाहिँ हामी सिद्धियारी झर्नुसँगै त पछि मात्रै झर्ने। अब हेरौँ न भयो भने भोलि झर्ने। यो हिरोको हातमा अनि त्यसपछि उताबाट तपाईँ कहाँबाट नानी तपाईँले देखिँदै अनि त्यो नानी पनि मुस्कुर हुन्छ नि, त्यसपछि नानी तपाईँ चाहिँ त्यो के अरे फर्मली त्यो लागि भनमा नानी जान्छ हेर्दै नर्मली जस्तै रियामा पनि त तपाईँको हामीले कसैलाई एउटा पटपट गर्नु के गर्यो भने त्यस्तो गर्ने फ्रीमा सुत्ने गरिकन त गर्दैनौँ अलिक सिक्यो अरूको सिक्यो। त्यसलाई स्लो मोसन पनि बनाइदिहाल्छ। उहाँबाट एडिटले तपाईँले हिँडेको अलिकतिले पार गरिदिँदै सबै जिम्मा हाम्रो तपाईँले हामीले भनेको त्यही मात्रै माने अरू जिम्मा हाम्रो एकदम राम्रो बनाउँछ। अब हामी चाहिँ सुटिङको लागि एकदमै रेडी भइसकेको छौँ। अब जाँदैछौँ हामी सुटिङ स्पटतिर। हाम्रो नायक सर हुनुहुन्छ उता। यता फर्क हो वाह एकदम बेस्ट आउँछ, राम्रो आउँछ होइन। टेन्सन बस्नु अरूले पनि म पनि गरौँ भनेर हो। सबैले हिट हुने नि त। अब अहिले चाहिँ हामी सुटिङको लागि जाँदैछौँ। यता पछाडि मेरो साथी पनि हुनुहुन्छ है। एकदमै राम्रो सहयोगी मनका धनीहरू हुनुहुँदो रहेछ यहाँ साथीहरू। अब हामी चाहिँ अलिकति उकालो ओह्रालो चढ्ने बित्तिकै सिया भए जस्तो अनुभव हुन्छ है। एकदमै रमाइलो भएको छ है।
के गर्ने रे जोनीले अचार बनाउँछ सम्पूर्ण हाम्रो सहयोग गर्नुहुने सरहरूलाई सरहरूको लागि अचार चाहिँ के को अचार चाहिँ अर्ग्यानिक टमाटर अर्ग्यानिक यता हाम्रो सरलाई के छ नि आज नयन सर लु भनिदिनु पर्यो कस्तो अनुभव भइरहेछ जोस एकदम राम्रो छ हामीले पहिलो सिन चाहिँ लगभग सकेर अब खाना खाने समय आएको छ अब हामी त यहाँ केसँग खाँदैछौँ खाना त्यो चाहिँ सस्पेन्स छ त्यो त्यो अहिले ठ्याक्कै आइसकेपछि मात्रै थाहा हुन्छ अनि सरले तपाईँको यसो अनुभव सस्पेनको बारेमा मैले भनिहालेँ तपाईँ र मलाई सुँगुरको मासु छ उहाँलाई अब लोकल कुखुरा पनि छन् छ तर लोकल कुखुरा चाहिँ ढिलो हुने सुटिङ हाम्रो आज भ्याउनु पर्ने भएको हुनाले उहाँलाई चाहिँ लोकल डिममा चाहिँ कतिवटा 8वटा मैले उसिन्नु लगाएको छु लोकल टिममा लोकल डिममा छ अनि हिरो चाहिँ अहिले उता अर्को सुटिङमा फेरि जानुपर्ने भएको हुनाले धनकुटा जानु हुँदैछ फेरि अर्को सुटिङको लागि पञ्चकन्या भन्ने हाम्रो त्यहाँ शहीद भूमि पञ्चकन्यामा त्यहाँ शालिगढ छ त्यहाँ सुटिङ छ अब हामी खानासाना खाने त्यसो जाने अनि उहाँ सुटिङ सकेर धनकुटाबाट आउने कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम सुटिङ छ अब हामी खानासाना खाने त्यसो जाने अनि उहाँ सुटिङ सकेर धनकुटाबाट आउने ल नयन सर अनि तपाईँको लागि चाहिँ डिममा छ अरे होइन 5-6वटा डिममा उहाँले सस्पेन्ड खोलिदिनु भयो के छ त लोकल हाँस कि लोकल कुखुराको कि लोकल उयो टर्कीको हो कि भाइ कुखुराको डिममा हो होइन ल यता हाम्रो आमाले यता यहाँ खानपिन बनाउँदै हुनुहुन्छ यहाँ डिममा पकाउन आँट्नु भएको छ आमाले अनि कञ्चन बुनु आज कस्तो लाग्यो अनुभव कस्तो लाग्यो त सुटिङको एकदम रमाइलो ठिकै भनौँ न सजिलो लाग्यो काम गर्न त्यति साह्रो सजिलो त छैन गाह्रो चाहिँ गाह्रो छ गाह्रो त गाह्रै छ अनि हामीले जुन काम गरायौँ त्यो काम गराएको कतिको सहज लाग्यो त अब एकदमै सहज लाग्यो होइन राम्रै तरिकाले गर्नु भएको ल धन्यवाद यता हाम्रो एकजना अर्को आर्टिस्ट बहिनी नै हुनुहुन्छ होइन कस्तो लाग्यो बुनु आजको काम रमाइलो लाग्यो है मेकअपले अनुहार सिलाइरहेछ अब अलिक कन्याउन मिल्दैन अब सुटिङ हुँदैसम्म चाहिँ अनि पहिलोचोटि होला भिडियोमा काम गर्नुभएको होइन रमाइलो लाग्यो कतिको गाह्रो हुँदो रहेछ त फिल्म खेल्नलाई गाह्रो लाग्यो है सजिलो छैन गाह्रो छ ल अब बिस्तारै बिस्तारै अझै अरू पनि भिडियोहरू खेल्नुपर्छ है ल धन्यवाद है त यो चाहिँ हाम्रो पञ्चकन्याको शहीद पार्क भन्दो रहेछन् अब यहाँ चाहिँ 16जनालाई चाहिँ अब शहादत प्राप्त गरेको स्थान रहेछ यो चाहिँ होइन यो डाइरेक्टर साहब अगाडि अगाडि हिँड्दै हुन्छ म पछाडि पछाडि छु एकदमै रमाइलो भएको छ हामी यहाँ छिन्ताङ माताको मन्दिरमा हामी जाँदैछौँ हामी कहाँ जाँदैछौँ गरी चाहिँ हाम्रो बाहिर हो किनभने के अरे 12 वर्षभन्दा माथि उमेर पुगेकोहरू छिन्नु हुँदैन क्या केटीहरू केटाहरू त छिन्नुहुन्छ अनि त्यही भएर मेन कन्याहरूको चाहिँ यहाँनिर छ तपाईँहरूलाई लान्छु आउनुहोस् ए ल ओके ल जाउँ त हामी अब यो छिन्ताङ माताको मन्दिरमा हामी आइरहेछौँ अब एकदमै खुसी लागेको छ मलाई यो मन्दिरमा आउन पाएकोमा र भविष्यको दिनमा यदि समयले साथ दियो भाग्यले साथ दियो भने फेरि पनि फ्यामिली परिवारसहित आइन्छ पनि होला होइन एकदम राम्रो छ भिडियोमा हेरेर भए पनि चित्त बुझाउनुहुन्छ भन्न चाहन्छु के भन्छ यसलाई खुङ्गी हाम्रो यो मन्दिरमा पूजा गर्न आउनेहरूको लागि चाहिँ सुविधा अन्डाहरू चढाउनुको लागि होइन दाजु ल
ल एकदमै खुसी लाग्यो तपाईँसँग बोल्न पाएँ धन्यवाद है त बनाउनलाई उबर राख्नु भएको छ ल म स्टार्ट गरौँ ल रेडी हाम्रो माया अजम्बरी छ भने ल ल ल हामी टेक सुरु गर्दैछौँ यहाँ छिन्ताङ माताको मन्दिरमा आएर ल रेडी 1 2 3 गो यता मैले यो जाल्पादेवी छिन्ताङ माताको मन्दिरमा घन्टी बजाए मेरो मनोकामना सम्पूर्ण पुरा होस् हे जाल्पादेवी माता यता हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ हाम्रो वंशजहरू हुनुहुन्छ आउनु हुँदैछ यहाँ मलाई देखेर गालामा झापड पड्काउनु भयो भने चाहिँ फेरि अलिकति टेन्सनै हुन्छ होइन त्यही भएर अलिक डर लाग्छ यता आन्टीको चाहिँ फेरि अलिकति सानो बेबी रहेछ आन्टीको दिदी नमस्ते सन्चै हुनुहुन्छ ओ दिदी ओ दिदी त्यो भान्जा चाहिँ यता दिनु पर्थ्यो मलाई म लगेर पाल्थेँ बरु भान्जालाई एकजना लागि तपाईँ आउनु न तपाईँ टेस्ट गर्नु न अब हामी सुटिङतिर लाग्यौँ अहिले यहाँ मेकअपको कार्यक्रमहरू भयो होइन डाक्टर साहब कता सरलाई सिस्को बोल्नुभयो अरे सक्दिनँ अब हिँड्नु ज्यान ठिक छ गलेर या ठिक छ एकदम हजुर काठमाडौँबाट त आउनुभयो मन्दिरको यसो मन्दिरको दर्शनको लागि आउनुभयो होइन मन्दिरको दर्शन पनि गर्न आएको सुटिङ गर्न पनि आएको अनि तपाईँको यहाँ पसलमा चाहिँ यहाँ अब यो एउटा माला पनि लिनु पर्यो होइन एउटा माला होइन तपाईँले सुटिङ गर्न आउनु भएको मन्दिरको फोटो लाँदा फाइदा हो अनि यो यो मन्दिरको फोटोलाई कति छिन्ताङदेवीको पर्यो मन्दिरको फोटोको कहाँबाट आउनुभयो होइन यो चाहिँ 150 मा थियो तपाईँको लागि चाहिँ यसो आसामसम्म दिइराख्नु न भएको त होइन यो अहिले हामी टिम मिलेर एउटा यो लान्छौँ लान चाहिँ होइन यो एउटा माला निकाल्दिनु तपाईँलाई आएर इन्टरभ्यू पनि लिएँ यहाँ हेर्नु यहाँ आँखा भएको एउटा कहाँ कता पुग्यो है एउटा त मैले लगाएको छु हेर्नु यस्तै हो होइन अनि यहाँ एउटा आँखा भएको मैले देखेँ एकदम मन पर्यो कि हो यो अनि यो पोते चाहिँ कसरी भन्नुभयो आमा यिनीहरू 100 रुपियाँबाटै दिएछन् तपाईँको लागि
मेरो आमाहरू छ होला दिदीहरू छ होला अब हो त्यही भएर त 50 रुपियाँ भनेको त। साइडी साइडी घर दाम अलिक कोसेली म दुईटाको 100 रुपियाँ दिउँ पोतेर त्यो मालाको 100 रुपियाँ दिउँ ल। अब तपाईँको एउटा चिनो पनि हुन्छ छिन्ताङ माटामा आएको होइन हाम्रो सम्पूर्ण देशवासीहरूले भिडियो पनि हेरिराख्नु भएको किन त यस्तो पनि छ पोतेर कोसेली हुन्छ किन भनेको मैले त फोटो हुन्छ फोटो पनि लान्छौँ नि हामी अहिले सुटिङ सकेर र एउटा पोतेर एउटा त्यो माला दुईटा मैले लगेँ मैले 100 रुपियाँ दिएँ ल लु यो निकालेँ। खुट्टै बनाउनु भयो नि लेखन तिम्रो बहिनीले भनेको ओहो त्यसो नभन्नु न हो ल मैले समाइरहेको छु है हो कहाँबाट आउनुभयो हो नि त्यही हो मैले समातेँ हो ल एकै खालको यो हेर्नुहोस् ल मेरो घरको फ्यामिली मेरो मिसेसलाई अहिले पोते लगाएको छु यहाँमा यो चाहिँ अब यो मेरो सानो भिडियो छ भिडियोको लागि यो माला होइन दुईवटा मैले सामान लगेँ ल अब खतरक्क म यहाँ गोडा सहयोग निकालेर दिँदैछु आमाले आशीर्वाद पनि दिनु होला है यो त यो बेदा सबै हराओस् होइन सोचेको काम राम्रो होस् त्यो आशीर्वाद पनि दिनु होला आशीर्वाद त म त के जतिको मन्दिरले सिन्ताङ माता जलपदेवीले थाहा छ हामी तपाईँ त मान्नु है त हो नि माता भनेको त उहाँ हो नि यो चाहिँ सम्भावना खुट्टै टाढाबाट आउनेले दिनुभयो फेरि साइको नोट अब यो सयको ठाउँमा भोलि मेरो परिवार फ्यामिली आउँदा 1000 को नोट आउने आशीर्वाद दिनुभयो यस्तो चिन्न सकिन्छ न सकिँदैन मलाई हेर्नु त मजाले होइन तपाईँ आयो भने त हो अब फ्यामिली परिवार त म त चिन्नै म सक्दिनँ आइहाल्छु नि म त यहाँ सुटिङ गर्न आएको थिएँ नि भन्छु नि फेरि तपाईँलाई तपाईँ आउँदा मेरो दाग नै झरिजान्छ होला मेरो दाँत त मेरो पनि झरेको छ अहिलेसम्म चौरी परेको छ मेरो दाग खाएर बसेको ल यो अब म बिदा लिन्छु ल बिरा लिनु अहिले सुटिङ गरेको हामीलाई यसो रामी ल ल ओके हो प्याकअप है ल डाक्टर साहबले प्याकअप भनिसक्नुभयो अहिले भर्खरै ल हेलो सर ओ बडो सर प्याकअप हो प्याकअप गर्ने आज प्याकअप आराम गरौँ न तल मिलाउँदैछ अरे संस्कृति यसो बचाउँ भनेर जागर यो चाहिँ हाम्रो बेलुकाको रमाइलो है साथीहरू 1 गीतै हरा 3 गो